नमस्कार। कन्सल्टेन्सीमा 25 लाख रुपियाँ दरौटी, यो धेरैले सुन्नुभएको छ यो केस। र बाहिरबाट हेर्दाखेरि यो 25 लाख रुपियाँ के हो र 25 लाख ठिकै हो अथवा बेठिक हो र किन व्यवसायीहरू यति धेरै आन्दोलित छन् र आउनुहोस् यसको बारेमा सरकारले भर्खरै लागू गरेको नियमावली 2083 लाई थोरै चिरफार गरौँ। ल सरकारले ल्याएको यो नियमावलीमा परिच्छेद नम्बर 1 देखि 6 सम्म र अनुसूची 1 देखि 9 सम्म सम्पूर्ण बुदाहरूमा चाहिँ सबै कुराहरू समेटिएको छ। कतिपय राम्रा छन् र कतिपय नराम्रा छन् र राम्रा कुराको लागि स्वागत गर्दै व्यवसायीहरू र स्टुडेन्टको हितमा चाहिँ कुन कुन बुदामा चाहिँ थप संशोधन गर्नुपर्छ र कुन कुन बुदा हटाइनुपर्छ भने यसलाई चाहिँ प्रश्न पार्न चाहन्छौँ। र छोटो समयमा नियमावलीमा भएको कुन कुन बुदाहरू संशोधन हुनैपर्छ र कुन कुन हटाइनुपर्छ हामी चर्चा गर्न जाँदैछौँ। र यस नियमावलीको परिच्छेद नम्बर 2 मा प्रदेशमा भनेको बागमती प्रदेशबाट लिएका सर्टिफाइड भएका र प्रोसेसमा रहेका र सङ्घ भनेको शिक्षा मन्त्रालयकोबाट 2075 सालबाट यता र प्रमाणित भएका र प्रोसेसमा भएकालाई यो नियमावलीले एकै पाटोमा राखेर हेरिएको छ। र यसै परिच्छेदको दफा 4 मा भने अवधि र नवीकरण भनिएको छ। हामी व्यवसायीहरूले नवीकरण भनेको कम्तीमा 3 देखि 5 वर्षको लागि एकचोटि लाइसेन्स रिन्यू हुनुपर्ने माग राखेका छौँ भने सरकारले हरेक वर्ष रिन्यू गर्ने जुन झन्झटिलो प्रोसेस छ त्यसको लागि चाहिँ व्यवसायीहरूले यो बुदामा चाहिँ एटलिस्ट 3 देखि 5 वर्षको लागि लाइसेन्स दिने व्यवस्था गरियोस् र बिचबिचमा प्रत्येक आर्थिक वर्षमा चाहिँ जसरी हामी कम्पनीमा अद्यावधिक गराउँछौँ त्यो विवरण चाहिँ पेश गर्ने साधारण एउटा चाहिँ अनलाइन मात्रै सबमिट गर्ने व्यवस्था राखियो भने हामीलाई सहज हुन्छ। यसै नियमावलीको परिच्छेद नम्बर 3 मा यदि हेर्नुभयो भने कुनै पनि शैक्षिक मेला प्रदर्शनी गर्न नपाउने, आफ्नै राखेको बिल्डिङमा गर्नु परे पनि सम्बन्धित ठाउँबाट रासो तिरेर मात्रै लिन पाउने र त्यो रासो तिरेको चाहिँ स्टुडेन्टबाट उठाइँदा हुन्छ भन्ने जस्ता मनाशय लेखिएको देखिन्छ। तर मान्लिउँ यो भनेको चाहिँ तपाईँले घर बनाउनु भयो र त्यो घरमा रुद्री पूजा कुनै फङ्सन गर्नु पर्यो भने चाहिँ वडामा गएर स्वीकृति लिएर मात्र तपाईँको घरमा चाहिँ कुनै पनि फङ्सन गर भने जस्तै हो। र यो बुदा भने हट्नुपर्ने छ। किनभने हामीले फ्रीमा परामर्श दिँदाखेरि हामीले एजुकेसन फेयरहरू आफ्नै प्रिमिसेसमा राख्दाखेरि युनिभर्सिटीका प्रत्यक्ष रूपमा आएका प्रतिनिधिहरूको थ्रु विद्यार्थीलाई डाइरेक्ट स्कलरसिपका कुराहरू उनीहरूलाई एकदम भेग तरिकाले बुझाउनको लागि जुन लाभान्वित हुने कुरामा चाहिँ विद्यार्थीहरू चाहिँ पन्छिन र विद्यार्थीहरू वञ्चित हुनुपर्ने देखिन्छ। र यो बुदाले गर्दा न विद्यार्थीलाई राम्रो देखिन्छ न व्यवसायीलाई राम्रो देखिन्छ। हामीले यहाँ आफ्नो ठाउँमा कर तिरेर नगरपालिकालाई कर तिरेर र सरकारलाई आरडीलाई चाहिँ कर तिरेर राखेको ठाउँमा पनि हामीले जे व्यवसाय गर्दैछौँ र त्यही व्यवसायको मेला गर्नको लागि पनि फेरि थप निवेदन दिनुपर्ने, थप शुल्कहरू बुझाउनु पर्ने र त्यो चार्ज फेरि विद्यार्थीसँग उठा भन्ने जस्तो खालको भावले गर्दाखेरि चाहिँ हामीलाई काम गर्न असहज हुन्छ। र यो नियम चाहिँ हाम्रो लागि होइन न विद्यार्थीको लागि हो। यो चाहिँ संशोधन भएर र फ्री रूपमा चाहिँ आफ्नो अफिस कार्यालय हातभित्र गर्न पाउनुपर्छ र यदि बाहिर गरेको खण्डमा मात्रै सर्टेन पर्सेन्ट चार्ज तिरेर मात्रै हामीले चाहिँ एजुकेसन फेयर सञ्चालन गर्न पाउने नियम बनाइदिनु भन्ने कुरा हाम्रो माग हो। र यसै परिच्छेदको दफा 7 मा पनि के लेखेको छ भने स्टडी इन नेपाल चलाउँदा चाहिँ कुनै शुल्क तिर्न नपर्ने भन्ने खालको देखाइएको छ। यदि नेपालमा यदि स्टुडेन्ट ल्याउने गभर्मेन्टको मनसाय हो भने देशमा इन्टरनेसनल युनिभर्सिटीहरू इन्डोर्स गर्ने, यहाँ शाखा खुलाउने र त्यहाँबाट अन्य देशहरूबाट नेपालमा विद्यार्थी ल्याउनका लागि हामी जस्ता व्यवसायीलाई चाहिँ कसरी प्रयोग गर्न सकिन्छ भनेर यहाँ लेखिनु पर्यो। यसै तपाईँ लिएर आउनुहोस् र स्टडी इन नेपाल चलाउनु मात्र भन्नुहुन्न। अहिले साधारणतया एउटा स्टुडेन्टलाई सिधै ल्याउनलाई पनि
अहिले विगतमा हाम्रो एक्सपिरियन्स छ र भिजिट भिसामा लिएर आएर यहाँ चाहिँ स्टडी भिसामा चेन्ज गर्नुपर्ने र यति ठुलो मार्केट हुँदाहुँदै पनि हामी वञ्चित हुनु परेको छ। त्यहाँनिर सरकार चुकेको छ। यो बुँदा सँगसँगै जसरी चाहिँ हाम्रो अन्य ऐनहरू चाहिँ चेन्ज गरेर त्यसलाई सहुलियत दियोमा मात्र यो बुँदाको सार्थक हुन्छ, अन्यथा यो बुँदा राखिएको यसको खासै महत्त्व देखिन्न। अर्को परिच्छेद 4 मा के लेखिएको छ भने अनुमतिप्राप्त शिक्षण संस्थाबाट यदि बाहिर स्टुडेन्ट गइसकेको छ भने तीबाट नेपालमा रेमिटेन्स अथवा आम्दानी आएको नआएको विवरणहरू पेश गर भनेर यो लेखिएको छ। यसबाट आम्दानी भयो कि भएन यो कुरा चाहिँ हामीले आउने भनेको लिगल वेमा राष्ट्र ब्याङ्कको अनुसार नै कन्ट्र्याक्ट भएको जुन युनिभर्सिटी कलेजहरू छन् तिनीहरूबाट ब्याङ्कमै आउँछ र यस बाबतमा हामीले इन्कम ट्याक्स बराबर 25% हामीले तिर्छौँ र त्यो 25%बाट नि हाम्रो खातामा ल्याउनु पर्यो भने अर्को 5% भनेको 30% तिरेर हाम्रो पर्सनल इन्कम हुन्छ भने यसलाई चाहिँ पटक पटक चाहिँ इन्फर्म गरिरहनु पर्ने छैन, किनभने ब्याङ्किङ थ्रु नै आउने भएको भएर वर्षमा एकचोटि यो विवरण बुझाउँदा हुन्छ र यो पनि यसलाई संशोधन गर्नुपर्छ, अन्यथा धेरै झन्झटहरू थप, किनभने सरकारी संयन्त्र पनि त्यति धेरै मात्रामा छैन र हामीले अझ धेरै झन्झट बिहोर्नु पर्ने हुन्छ। त्यो कारणले गर्दा यो चाहिँ सच्याइनुपर्छ, वर्षमा एक पटक बुझाए पुग्छ। र यसै परिच्छेदको दफा 7 मा के भनिएको छ भने विद्यार्थी बाहिर पठाए बापत जुन रकम कमिसन अथवा को रूपमा चाहिँ नेपालमा रहेको कन्सल्टेन्सीको खातामा आउँछ त्यसमा पनि समता शुल्क लाग्ने भनेर यो प्रयोग गरिएको छ। र अन्य सेक्टरमा भने विद्यार्थीको ट्युसन फीमा समता शुल्क जोड्ने कुरामा अहिले विवाद आइरहेछ र यहाँ पनि के राख्दैछ भने विद्यार्थी पढ्न जाने र पढ्न गइसकेको विदेशबाट आएको रेमिटेन्समा यसै 25% छ, यसै व्यवसाय गर्दा अर्को 13% छ र हाम्रोमा ल्याउँदा अर्को 5% छ, त्यसमा पनि 3% समता शुल्क जोड्ने हो भने त्यो जोडिएको रकम र एनओसी लिएर गएका स्टुडेन्टले सपोज 25 लाख रुपियाँ यहाँबाट बेलायत पढ्न जान लागि खर्च हुन्छ भने 25 त्यहाँ 75,000 रुपियाँ चाहिँ जनताले ऋण गरेर ल्याएको पैसामा देशलाई चाहिँ कर बुझाउन पर्ने व्यवस्था छ भने त्यो राखे बापत सरकारले विद्यार्थीको हक हितको लागि के पैसा फन्ड चाहिँ जम्मा गरिएको छ, कस्तो इन्सुरेन्स चाहिँ फ्री गरिदिनु होला छ, त्यसमा चाहिँ यो नियमावलीमा आएको छैन। त्यस कारणले गर्दा यो विद्यार्थीको हक हितको लागि होइन। यदि भिसा रिफ्युज भएको खण्डमा पनि कति समय लागेर त्यो पैसा आउँछ र आउँदैन भन्ने पनि ठेगान छैन। मैले ब्याज तिरेर लिएर आएर छोराछोरी बाहिर पठाउनलाई भनेर खर्च गरेको रकममा जान नपाउँदा भिसा रिफ्युज हुँदाखेरि त्यो सरकारबाट फिर्ता हुने रकम पनि टाइममा नभएको धेरै गुनासोहरू छन् र ती कुरालाई एड्रेस गर्नको लागि विद्यार्थीको हक हितको लागि यो पैसाबाट चाहिँ भवितव्य आएमा भोलि युनिभर्सिटी टाँट पल्टेमा त्यो फर्केर आएको स्टुडेन्टमा इन्सुरेन्स पोलिसी चाहिँ यो पैसाबाट गरिनुपर्छ भन्ने हाम्रो माग हो र यसले मात्र विद्यार्थीको सेफ हुन्छ। र आज हामीले पठाएको स्टुडेन्ट भोलि गएर त्यहाँ मन परेन त्यो युनिभर्सिटी चेन्ज गरेर अर्को युनिभर्सिटी पढ्न जान सक्छ, तर भवितव्य केही भइहाल्यो भने अथवा कुनै एक्सिडेन्ट भएर उसको मृत्यु भयो भने उसको लास ल्याउने कताबाट धेरै एनआरएनएसँग चाहिँ हातेमालो गरेर हात जोडेर ल्याउनु पर्ने स्थिति छ भने सरकारले यस्ता कुरा गरिदियो, इन्सुरेन्स पोलिसीबाट चाहिँ कभर गरिदियो भने विद्यार्थीहरूलाई राहत हुन्छ। र भोलि कुनै युनिभर्सिटी टाँट पल्ट्यो र त्यो युनिभर्सिटी टाँट पल्टिँदाखेरि यदि इन्सुरेन्स छ भने बाबुआमालाई ठुलो राहत चाहिँ यो इन्सुरेन्सबाट फन्डबाट गर्न सकिन्छ। र यस्ता कुरा चाहिँ ल्यायो भने बल्ल यो नियमावलीले चाहिँ विद्यार्थीको हक हितको लागि सोच्यो भनिन्छ। यहाँ एकतर्फी व्यवसायलाई मात्र पेल्ने र एकतर्फी व्यवसायलाई मात्र न्याक्ने काम गरिएको भएर साँच्ची नै व्यवसायीहरू विरोधमा आएका हुन्। यहाँ स्टुडेन्टलाई साँच्ची नै फाइदा हुने कुरा लेखिएको भए व्यवसायीहरू यसरी रोडमा आउनुपर्ने स्थिति थिएन र यो कुरा संशोधन होस् र योबाट चाहिँ स्टुडेन्ट वेलफेयर फन्डमा चाहिँ ठुलो रकम कलेक्सन भएको छ, त्योबाट व्यवसायीले पनि पार्टिसिपेट हुने गरेर र सरकारले पनि पार्टिसिपेट हुने गरेर राम्रो ऐन लिएर आउनुपर्छ र स्टुडेन्टलाई सेभ गर्ने तरिकाले हामीले काम गऱ्यौँ भने मात्र यो ऐनले जस पाउनेछ। यही परिच्छेद 4 अन्तर्गत
दफा 9मा छ धरौटी। यो धरौटी किन हुन पर्यो र कसका लागि हो र यसले विद्यार्थीलाई के फाइदा हुन्छ र व्यवसायीलाई यसले के इफेक्ट पार्छ र नयाँ स्टार्टअपहरूलाई यसले आउनबाट रोक्छ कि रोक्दैन। यसो हेर्दाखेरि बाहिर बसेर हेर्दाखेरि यो 25 लाख हो, व्यवसायीले राख्नुपर्छ, यसले सुरक्षित गर्छ भने, र यो 25 लाखले कतिजना स्टुडेन्ट सुरक्षित हुन्छ। एउटा व्यवसायीले 100औं स्टुडेन्टहरू काउन्सिलिङ गरेर विभिन्न देशमा पठाउँदाखेरि एउटै स्टुडेन्टको लागत 30 देखि 40 लाखसम्म पुग्ने देशहरू छन् र यसले के सबैलाई कभर गर्छ त? र यसले एक मात्र के कभर गर्छ भने सरकारलाई बिना ब्याजी नगद लगेर सरकारको खातामा हाल्नुपर्छ र एउटा नवयुवक अथवा नवयुवती यङस्टरहरूलाई स्टार्टअप सिर्जना गरेर म यदि काउन्सलर हुन्छु भन्दै गर्दाखेरि चाहिँ इन्फ्रास्ट्रक्चर 40-50 लाख हो, 25-30 लाख गभर्मेन्टलाई र त्यसपछि र अन्य स्किल म्यान पावर जम्मा गर्नु पर्दाखेरि जो पाए त्यो यो फिल्डमा इन्ट्री नै छैन। यदि पैसा नआउने हो भने यो व्यवसायमा नआऊ भनेर सरकारले यसलाई चाहिँ ब्लकेज गरेको देखिन्छ र साँच्चै नै राम्रो लिएर आएर यसलाई नियमन गर्ने हो भने यसमा धरोटीको कुनै अर्थ लाग्दैन। यदि फटाइ रोक्ने हो भने राम्रो नियमन गर्नुपर्छ। इलिगललाई अहिले गभर्मेन्टले कारबाही गर्दा पनि धेरै संस्थाहरू बन्द भएका छन् र साँच्चै नै भन्ने हो भने यसलाई नियमन गर्ने भने राम्रो मापदण्ड बनाउनु पर्यो। त्यो मापदण्डको लागि कर्मचारी पनि खटाइनु पर्यो। 5 जना 10 जना कर्मचारी छुटाएर ल राम्रोसँग गर भन्दा त्यसले त्यति इफेक्टिभ रूपमा गर्न सक्दैन र यो नियम पनि लागू गर्न सकिन्न। र अरू कुनै प्रोफेसनमा वकिलको परामर्शमा धरोटी राख्नु नपर्ने, डाक्टरको परामर्शमा धरोटी राख्न नपर्ने, इन्जिनियरको कुनै परामर्शमा धरोटी राख्नु नपर्ने र जुन कुरा शैक्षिक परामर्श व्यवसायी जो चाहिँ इन्टरनेसनल र डोमेस्टिकको बिचको पुलको रूपमा एउटा परामर्शको रूपमा काम गर्छ, त्यो पनि सरकारको एनओसीले यो युनिभर्सिटी ठिक छ र पठाउँदा हुन्छ भनेर सरकारले 3% कर र एनओसी बाबत 2000 लिएर पठाएको शिक्षण संस्थामा, एप्रुभ गरेको शिक्षण संस्थामा हामीले रिक्रुट गर्दाखेरि धरोटी राख भन्नु चाहिँ त्यति न्यायोचित यसले देख्दैन। यदि भोलि बाहिर बसेर म काउन्सलर बन्छु र खोज्छु भनेर यो फिल्डमा आउँदै गर्दाखेरि उसलाई यसले ब्लकेज गरिदिन्छ, उसले यो फिल्डमा आउन सक्दैन। अर्को निकै नै फेमस टपिक परिच्छेद 5 को मापदण्ड। यसमा आफ्नै बिल्डिङ हुनुपर्ने वा 3 वर्षको घर भाडामा लिएको हुनुपर्ने भन्ने छ। पहिला 2 वर्षको थियो, अहिले यसलाई बढाएर 3 वर्ष बनाइएको छ र धेरै व्यवसायीहरूले चाहिँ आफ्नै घर हुनुपर्ने भन्ने पनि बुझिएको छ। त्यो होइन, तर अन्य मापदण्डहरूमा अपाङ्ग मैत्री, अन्य इन्फ्रास्ट्रक्चरका कुराहरू गरिएका छन् जुन चाहिँ एकदमै कमर्सियल कम्प्लेक्स, एकदमै डेभलप कन्ट्रीलाई मात्र यो सुटेबल हुने खालको देखिन्छ। हाम्रो कन्ट्रीमा चोकमा भएका कुनै पुराना घर छन्, सबैमा लिफ्ट छैनन् र तिनीहरू छोडेर जाँदाखेरि करोडौँ रुपियाँको इन्फ्रास्ट्रक्चर हामीलाई घाटा लाग्छ र अहिले नभएर यति वर्षसम्म तिमीहरूले यो गर भनेर लेखिनुपर्छ र आफूले दिने सर्भिसहरू अपाङ्ग मैत्री छ भने कसैले अनलाइनमा मात्र सर्भिस दिने भन्न सक्नुपर्छ र जसलाई अपाङ्ग मैत्री छैन भने अपाङ्ग मैत्री मेरोमा छैन र त्यस्तो खालको चाहिँ सेवा मैले प्रदान गर्न सक्दिनँ भनेर लेख्न पाउने अधिकार पनि दिनु पर्यो। यो संशोधन त्यो कारणले हुनुपर्नेछ र यसो गरिएमा चाहिँ व्यवसायीहरूले मार्कामा पर्दैन, उनीहरू त्यही अनुसार प्लानिङ गरेर आफ्नो इन्फ्रास्ट्रक्चर अगाडि बढाउन सक्छन्। यसै दफाको अणमा के लेखेको छ भने विद्यार्थीबाट प्रमाणित कपी मात्र लिने, ओरिजिनल नलिने भन्ने व्यवस्था गरिएको छ र कतिपय युनिभर्सिटीहरू जापान, कोरिया लगायतका अन्य देशहरूमा ओरिजिनल नै कुरियर गर्न पर्ने स्थिति हुनेछ र त्यस्तोमा चाहिँ यसमा के संशोधन हुनु पर्यो भने यदि विद्यार्थीको कन्सेन्ट लिएर डेस्टिनेसन हेरेर चाहिँ लिन पाउने व्यवस्था लागू गर्नु पर्नेछ। भोलि कुनै किसिमको चेकहरू आउँदाखेरि ओरिजिनल देखिएमा फेरि यो सम्बन्धित बुझा नबुझेमा भोलि व्यवसायीलाई अप्ठ्यारो पर्न सक्छ र त्यो खालको फेसिलिटी चाहिँ डेस्टिनेसन वाइज मात्रै प्रमाणित गरेर लिन पाउने भनेर लेखिदिनु भयो भने, संशोधन भयो भने
व्यवसायीहरूलाई थप सहयोग हुने देखिन्छ। र अर्को परिच्छेद 5कै 9मा लास्टमा के भनेको छ भने आफूले परामर्श दिएको विदेशमा अध्ययनरत विद्यार्थीको गुनासो सुन्ने संयन्त्र राख्नु पर्नेछ अथवा यसलाई यहाँ दोहोरो अर्थ लाग्ने देखिन्छ र हामीले कुनै पनि परामर्शको गुनासो र सुनवाई गर्ने र वेबसाइट मार्फत गर्न सकिन्छ र फिजिकल्ली कुनै सूचना अधिकारी राख्ने कुनै छुट्टै मान्छे छुटाउनु पर्ने भन्ने कुरा चाहिँ हाम्रो फिल्डमा सम्भव छैन। कतिपयले आफ्नो परिवारकै सदस्यबाट पनि यो सानो र कम्पनीको रूपमा चलाएको हुनाले यसलाई चाहिँ वेबसाइटबाट नै व्यवस्था गर्न सक्ने भएकोले यी बुदाहरू चाहिँ वेबसाइट मार्फतै गर्नुपर्ने वा आफ्नो कार्यक्षमताको आधारमा चाहिँ विकास गर्नुपर्ने जस्ता कुराहरूमा चाहिँ यसलाई संशोधन गरिनुपर्छ। सरकारले ल्याएको नियमावलीमा दफा 15मा ग्रेडिङको व्यवस्था राखिएको छ, जुन चाहिँ एउटै सरकारले अनुमति दिएका कम्पनीबाट शिक्षा मन्त्रालयबाट सर्टिफाई भएका सम्पूर्ण व्यवसायीहरू एउटै क्याटेगोरीको हुन्। यसमा क्याटेगोरी छुटाउन ABCD भनेर यसरी क्याटेगोरी छुटाउने हो भने के का आधारमा यो छुटाउनु पर्ने हो भनी प्रश्न लेखिएको छैन। यदि विदेशी युनिभर्सिटीले विदेशी नियोगले चाहिँ भिसा रद्द गरेको स्थितिमा र उनीहरूको देशलाई उनीहरूको आन्तरिक रुलको कारणले गर्दा हाम्रा विद्यार्थी भाइ बहिनीको भिसा रिफ्युज हुन्छ भने त्यो रिफ्युजको आधारमा चाहिँ हाम्रो ग्रेडिङ भइदियो भने चाहिँ त्यो चाहिँ त्यति राम्रो वैज्ञानिक देखिँदैन र एउटै समान किसिमका व्यवसायी हुन् र यिनीहरूलाई राम्रो नियमन गरे पुग्छ। यसलाई A ग्रेडको कन्सल्ट्यान्ट, B ग्रेडको व्यवसायी, C ग्रेडको व्यवसायी र D ग्रेडको कन्सल्ट्यान्ट, A मा हुनुपर्ने कस्तो खालको ग्रेडिङ हो र D मा हुनुपर्ने कस्तो खालको क्वालिटी हो। यदि म A भनेर म व्यवसायी अगाडि आएँ भने र अन्य B, C, D को के हुन्छ व्यवसायमा धक्का पर्न सक्छ। त्यही भएर हामी समान रूपमा राज्यबाट सर्टिफाइड भएका छौँ भने यो समान हुनुपर्छ। यस्तो ग्रेडिङ सिस्टम हुनु हुँदैन र हाम्रो गभर्नमेन्टको नियमावली आउँदा त यो हालत छ भने ग्रेडिङ गर्न कस्तो खालको संयन्त्र होला। यसले यो सरकार हुँदा हुँदा अर्को सरकारले यसलाई इफेक्टिभ रूपमा लागू गर्न सक्ला नसक्ला, फेरि एउटा विद्रोह यसमा सिर्जना हुन्छ। त्यो कारणले गर्दा यो संशोधन र हटाइनुपर्छ ग्रेडिङ। यो ग्रेडिङ हुनुहुन्न। यसै नियमावलीको परिच्छेद 6मा आयौँ भने संस्थाले चाहिँ विद्यार्थीलाई काम सुरु गर्नुभन्दा अगाडि राम्रोसँग कन्ट्र्याक्ट सुरु गरेर मात्र गर्नु भन्ने छ, जुन चाहिँ साह्रै नै स्वागतयोग्य छ। यदि सबै कुरा चित्त बुझाएर पठाएकोमा पनि यदि विद्यार्थी अलपत्रमा परेमा र अलपत्र पढेर फर्केको अवस्थामा भौतिक तथा मानसिक क्षति भनेको छ। यसलाई राम्रोसँग यसमा खुलाइएको छैन कस्तो खालको क्षति भनेर, र यदि मानसिक हो भने कस्तो कतिसम्मलाई यसलाई कति क्षतिपूर्तिको निर्धारण गर्छ। यो धेरै नै कठिन छ यस्तो कुराहरू। यसले व्यवसायीलाई भोलिको दिनमा र स्टुडेन्टलाई पनि यसले कन्फ्युजन क्रिएट गर्छ र जसले न्यायाधीशलाई पनि के गर्ने भन्ने कुरामा कन्फ्युज हुन सक्छ। यसलाई चाहिँ प्रष्ट रूपमा लेखिनुपर्छ। यदि हामीले पठाएको एनओसीमा लिस्टेड भएका युनिभर्सिटीमा पठाउँदाखेरि अहिले भने जस्तो इन्सुरेन्सका प्रोटेक्सनका कुराहरू, ट्युसन फीका कुराहरू, भोलि भवितव्य परेका कुराहरू त्यसमा राख्यौँ भने यो क्षतिपूर्ति भनेर चाहिँ भनिरहनु पर्दैन र सम्पूर्ण कभर त्यसैबाट हुन्छ। र अलपत्र पार्यो यदि एनओसीमा लिस्टेड छैन र त्यस्तो ठाउँमा चाहिँ गैर कानुनी तरिकाले पठाइयो भने त्यस्ता व्यवसायीहरूलाई चाहिँ कडाभन्दा कडा कारबाही गर्नुपर्छ र त्यो चाहिँ यहाँ नियममा लेखिनुपर्छ। यदि गभर्नमेन्टले लिस्टिङ गरेको युनिभर्सिटीहरूभन्दा बाहेकका युनिभर्सिटीमा यदि कन्सल्टेन्सीले पठायो भने त्यस्तालाई चाहिँ कारबाही गर्नुपर्छ र उसको रद्द गरिदिनुपर्छ, उसको लाइसेन्स चाहिँ। त्यो खालको व्यवस्था गरियो भने अझ बढी स्टुडेन्ट सेक्योर हुने देखिन्छ। र सम्पूर्ण परिच्छेदहरू कुनै अनुसूचीहरू 2मा चेन्ज गर्न सकिँदैन भनिएको छ। मन्त्री परिषदबाटै निर्णय गराउनु पर्ने, कतिपय संशोधन हुने भनेर देखिएका छन् बुदाहरू। यस नियमावलीमा विभिन्न अनुसूचीहरूमा जे लेखिएको भए पनि यदि देशमा रहेका स्टेक होल्डर, व्यवसायी तथा
विद्यार्थी भाइ बहिनीहरू, यिनीहरूको हितमा छैन भने यी संशोधन हुनुपर्छ र कति कुरा प्र्याक्टिकल छन्, कति कुरा अनप्र्याक्टिकल छन्, ती कुराहरू एनालाइसिस हुनुपर्छ र सम्बन्धित क्षेत्रको चाहिँ यसलाई चाहिँ सुझाव, व्यवसायी भन्दैमा यो व्यवसायीले आफ्नो हितको लागि मात्रै कुरा गर्छ भनेर एउटा सरकारले सोचिनु पनि नराम्रो हुनसक्छ र उनीहरूलाई राखेर कुन ठिक हो कुन बेठिक हो, कसरी रेगुलेसन गर्दा ठिक हुन्छ यो नियमावली, त्यही अनुसारले सरकार अगाडि बढ्यो भने हामी सबैलाई विन हुने हुन्छ र विद्यार्थीहरू अझ बढी सेक्योर हुनेछ। यदि मानिलिउँ आजको दिनमा नेपालमा यस्ता कन्सल्ट्यान्टहरू नभएको स्थितिमा विगतमा हाम्रा पुर्खाले जस्तै छिमेकीकोबाट जाने हो भने अर्बौं रुपियाँ देशबाट बाहिरिने मात्र नभएर धेरै योभन्दा नि धेरै क्षतिपूर्ति चाहिँ हाम्रा विद्यार्थी भाइ बहिनीले भोग्न पर्ने सम्भावना देखिन्छ र सबै कन्ट्रीमा चाहिँ कन्सल्ट्यान्ट बिना आफै हुन्छ भन्ने पनि छैन। यदि मानिलिउँ यो नियमावलीमा स्टुडेन्ट आफै एप्लाई गरेको तलमाथि भएको खण्डमा गभर्मेन्टले स्टुडेन्टलाई के गरेको छ त? कतै पनि देखिँदैन यस्ता कुराहरू। यस्ता कुराहरू पनि राखिनुपर्छ। म एउटा स्टुडेन्ट भई म स्वतन्त्र रूपमा कुनै देशमा म आफ्नो तरिकाले जान्छु भने एनओसीले कुनै बाधक बनिएको छैन भने भोलि त्यसमा भवितव्य केही पर्यो भने त्यसको रेस्पोन्सिबल को? अहिले सरकारले व्यवसायीलाई लगाइरहेछ, यो सम्पूर्ण थुपारिदिरहेछ। यदि व्यवसायीभन्दा बाहिरबाट गएको भने यो नियमले त्यसलाई समेट्छ समेट्दैन। त्यो बापत लिएको सर्भिस चार्जबाट स्टुडेन्टलाई केही गरिदिएको छ कि छैन ट्याक्सबाट, त्यो कुराहरू यसमा खुलाइएन। यदि यो मैले कम्पनी नेपालमा बन्द गरेर यदि विदेशबाट चाहिँ अनलाइन सेवा मार्फत सेम सेवा दिएँ भने यो नियमले मलाई छुन्छ कि छुँदैन? मलाई नेपालमै बसेर यो नियमले चाहिँ बाँच्छ अथवा नेपालभन्दा बाहिर बसेर गएको अफिस खोलेर यो नियमले बाँच्छ? यो यसले केही खुलाएको छैन। र अर्को कुरा, यदि साँच्चीकै गभर्मेन्टले चाहिँ यसलाई व्यवस्थित गर्न चाहने हो भने सम्पूर्ण युनिभर्सिटीहरूलाई इन्डोर्स गराउनुपर्छ र जतिजना युनिभर्सिटीले डाइरेक्ट इन्डाइरेक्ट रूपमा विद्यार्थीहरू लान्छन् त्यो युनिभर्सिटी यहीँ आएर दर्ता गर्नुपर्छ र त्यसले पनि ट्याक्स तिर्नुपर्छ। सपोज मानिलिउँ 5000 युनिभर्सिटीले 5000 दरले गर्दाखेरि पनि $25 लाख पर इयर मात्र आउँछ। यो एउटा इक्जाम्पलको रूपमा। यदि कुनै एडटेक कम्पनी विदेशमा बसेर नेपाली स्टुडेन्टलाई डाइरेक्टली गाइड गरेको छ भने यो नियमावलीले त्यसलाई बाँच्छ कि बाँच्दैन? त्यसप्रति सरकारले विचारै गरेको छैन। अर्बौं रुपियाँको बजार त्यहाँ पनि छ र त्यसलाई ट्र्याक गरिएको छैन भने म किन यहाँ गभर्मेन्टलाई चौतर्फी ट्याक्स तिरेर बसौँ? एउटा व्यवसायीले सोच्न सक्छ, यदि मैले यो ताइवानमा गएर, श्रीलङ्कामा गएर, बङ्गलादेशमा गएर, इन्डियामा गएर, भियतनाममा गएर, फिलिपिन्समा गएर यही नेपाली कम्पनी मैले त्यहाँबाट चलाएँ भने यो गभर्मेन्टको यो नियमले मलाई कहाँनिर छुन्छ? रोजगारी त्यहाँ कता गयो, सिर्जना भयो? यस्ता उदाहरणहरू थुप्रै इन्डस्ट्रीमा विगतमा भएका छन् र त्यसलाई पनि सरकारले एउटा सुझावको रूपमा र एउटा एक्सपिरियन्सको रूपमा यसमा लागू गर्नुपर्छ। यो पार्टमा चाहिँ गभर्मेन्टले सोचेको देख्दैन। त्यसमा पनि अर्बौं रुपियाँ ट्याक्स छ र त्यो तरिकाले नै सोचौँ र भएका व्यवसायीहरूलाई जो लिगली चलिआएका छन् त्यसलाई मात्र घाँटी न्याक्छु र त्योबाट मात्र असुलोपर गर्छु, अर्बौं रुपियाँ त्यसको मात्र लिन्छु र तिनीहरूलाई समस्यामा पार्छु भनेर एकतर्फी रूपमा चाहिँ गभर्मेन्ट अगाडि बढेको छ। यसमा सम्पूर्ण केकान लगायत सम्पूर्ण सङ्घ र महासङ्घको यही छ र हामीलाई विभिन्न एफएनसिसिआई जस्ता समानान्तर महासङ्घहरूले पनि समर्थन गरिएको छ र यो भन्दैमा गभर्मेन्टलाई च्यालेन्ज गर्न व्यवसायी निक्लियो कि होइन? यसमा विगतमा नभएका कुराहरू, विगतमा स्टुडेन्टका हितमा नभएका कुराहरू यो नियमावलीमा पहिलोचोटि आएको नियमावलीमा समावेश हुनुपर्छ र यसले स्टुडेन्ट, व्यवसायी सबै सुरक्षित हुनुपर्छ र राज्य पनि यसमा दायरामा आउनुपर्छ। राज्यको आफ्नो काम, कर्तव्य पनि यहाँ खोलिनुपर्छ। व्यवसायीले मात्रै सबै कुरा धान्निनुपर्छ र डायलग गर्नुपर्छ भन्ने छैन र यसमा सरकार पनि एउटा अभिभावक हो र यसलाई राम्रोसँग लागू गर्न र स्वागतयोग्य बनाउने काम जिम्मेवारी पनि विधायिकामा रहेका व्यक्तिहरूको हुन् जसले भोटद्वारा जनतालाई जितिएका छन्। ती हाम्रा संरक्षणको लागि हो। आज यदि व्यवसायीलाई सुरक्षित गरिएन सरकारले भने जहाँनिर अर्थको मुभमेन्ट हुँदैन, अर्बौं रुपियाँ देशबाट विदेश गएको मात्र कुरा गरिएको छ। जति बाहिर गएको छ
कति टाइम्स भित्र आएको कुरा कसैले चर्चा गरेको छैन। एउटा डेस्टिनेसन मात्र कोरियाबाट मात्रै जुन महिनासम्म हेर्ने भने यो आर्थिक वर्षको 86 अरब पैसा भित्रिएको छ। हामी 10 अरब 5 अरबको कुरा गरिरहेका छौँ त्यहाँ गएको, र आएको कुरा गरिरहेको छैन। हामीले स्किल म्यान पावर पठाइरहँदाखेरि नन स्किल पठाउँदाखेरि 10 टाइम्स बिगर चाहिँ रेमिटेन्स भित्रेको कुरामा यदि टेक्नोलोजी हस्तान्तरणको कुरामा यो कुराहरू विचार गरिएन भने यो एकतर्फी मात्र हुन्छ। यसले खासै ठुलो फल दिँदैन र यसले अनावश्यक तनाव मात्र सिर्जना गराउँछ। एउटा एन्जाइटी, व्यवसायलाई एन्जाइटी अर्को थपिएको छ र यसले करमा पनि ठुलो इफेक्ट पार्नेवाला छ। र यो कुरालाई चाहिँ गभर्मेन्टलाई ध्यानमा राखेर शिक्षा मन्त्रीज्यू र अन्य हाम्रा कानुनमा रहने व्यक्तित्वहरूलाई यसलाई सिरियस रूपमा हेरिदिनु हुन के क्यानका सम्पूर्ण टिमबाट हामी अनुरोध गर्न चाहन्छौँ। धन्यवाद।